साथीभाइहरूलाई म चाहिँ अहिले सरोजी नगर नयाँ दिल्लीमा छु। हेलो साथीहरू, म चाहिँ अहिले दिल्लीमा छु र आज चाहिँ हामी चाहिँ अहिले समय दिल्ली चाहिँ हाम्रो सरोजी नगरमा छु र अब खाना ढुँड्नको लागि गइरहेको छु है साथीहरू। सक्नुहुन्छ म मेरो गाडी हो र म यहाँ गाडी खडा गरेर लक लगाएर म खाना ढुँड्न जाँदैछु है साथीहरू। यही छ अब दिल्ली सरोजी नगरको खाना पनि टेस्ट गरिहालौँ साथीहरू। त्यही भएर म जाँदैछु। समय म सरोजी नगरको बजारमा रहेको छु है। सरोजी नगरमा चाहिँ हाम्रो यस समय एउटा नेपालीले चाहिँ मोमो बेच्छ भनेको थाहा पाएर चाहिँ म चाहिँ त्यो मोमोको आइटम हेर्न जाँदैछु है साथीहरू। यो सरोजी नगरको बजारमा आइपुगेको छु। अब बस साथीहरू, अहिले चाहिँ हामी दिल्ली सरोजी नगरको बजारमा आइरहेको छौँ। यहाँ चाहिँ हाम्रो नेपाली भाइ घुमेको रहेको छ र यहाँ चाहिँ भाइले चाहिँ मोमो बेच्दो रहेछ सरोजी नगर बजारमा। होइन त भाइ, तिम्रो घुमे होइन घर अनि ठिक छ। के कस्तो छ यार? चलिरहेछ, कामहरू सबै भइरहेछ हो। अनि अरू मोमो कसरी बेचिन्छ यार? मोमो अहिले चाहिँ 60को छ होइन। पनिर चिकन चाहिँ 80को छ। पनिर चिकन 80 रुपियाँ प्लेट र साथीभाइहरू पनिरको चाहिँ 80 रुपियाँ प्लेट, चिकनको पनि 80 रुपियाँ प्लेट। यदि तपाईँहरूलाई खान चाहनुहुन्छ भने सरोजी नगर यो सरोजी नगर आउनु होला है। धन्यवाद र साथीभाइहरू, म चाहिँ अहिले चाहिँ यहाँ सरोजी नगर बजारमा आएको। सबैलाई वेलकम छ, आउनु होला नेपालदेखि होइन। जो इच्छुक हुनुहुन्छ खाना आउनु प्लस साथीहरू, अरू चाहिँ म बाँकी दृश्यहरू पनि म देखाउनेछु अवश्य है साथीहरू। वेलकम छ मेरो साथीभाइहरूलाई। म चाहिँ अहिले सरोजी नगर नयाँ दिल्लीमा छु र सरोजी नगर भन्ने ठाउँमा। र यस समय चाहिँ म यहाँको बजारहरू हेर्न घुम्दै गर्दाखेरि चाहिँ हाम्रो नेपाली दाजुभाइको चाहिँ यहाँ एउटा मोमो रहेको छ, मोमो बेच्नु रहेको छ साथीभाइहरू। र यसै गरी म यहाँ साथीहरू, म चाहिँ हाम्रो मोमो बेच्ने भाइलाई पनि म यसो सोधपुछ गर्ने छु र यहाँ भाइले चाहिँ के कस्तो जवाब दिन्छ है। ल भाइ, के छ खबर? दाजु नमस्ते। नमस्ते। म बेच्दैछौ? अनि कसरी हो प्लेटको? 60 रुपियाँ प्लेट। यो कुन ठाउँमा पर्छ? ठुलो बुकबाट निस्किहालौँ न। यो पर्छ नयाँ दिल्ली सरोजी नगर मार्केट मेट्रोको 2 नम्बर गेट। सरोजी नगर मेट्रोको 2 नम्बर गेटमा पर्छ है साथीभाइहरू। ल हेर्न सक्नुहुन्छ यो मार्केट हेर्नु सक्नुहुन्छ। असाध्यै सस्तो रहेको छ यो ठाउँमा। र यति भन्दै म हस्त धन्यवाद भन्न म चाहन्छु मेरो साथीभाइहरूलाई।